हेलो साथीहरू, सेवा इट्स मी कल्पना चामलिङले आज पनि हजुरको सामने न्यू डे न्यू ब्लग लिएर आइसकेको छु आफ्टर लङ टाइम होइन। अनि आजको ब्लग चाहिँ किन स्टार्ट गर्दैछु भनेर त्यो चाहिँ अब हजुरहरूले एकछिनमा देख्नु नै हुनेछ साथीहरू। सो मेरो भिडियो चाहिँ अन्तिमसम्म नै हेरिदिनु होला, साथै लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला साथीहरू। स्टे ट्युन। साथीहरू, हाम्रो घरमा चाहिँ अझै बिहान बिहानै शनिबार स्कुल छुट्टी, बुढाबुढीहरू बेला भएर खेल्न थालिसकेका छन् भट्टाभट। यता गाउँको दिमाहरू नि आइसक्नु भएको छ। यता बटाबट तरकारी काट्ने कार्यक्रम भइरहेको छ। नानी हेर्दै नानाको, यता बहिनी पनि प्रसाद काट्नु हुँदैछ। यता हुनुहुन्छ हाम्रो दिवा। आज चाहिँ हाम्रो घरमा नि साथीहरू पूजा हो क्या। अनि यहाँनिर पूजाको लागि रेडी भइसकेको छ, हाडाबाडा नि धोएर। ल साथीहरू, यहाँ चाहिँ हाम्रो प्रसाद नि काटेर रेडी भइसक्यो। बहिनीले भट्टाभट यहाँ प्रसाद काटिरहनु भएको छ। यता हाम्रो नाना चाहिँ प्याजुवाली भइरहनु भएको छ। यता माइजू भान्जी चाहिँ दर्शक भइरहेको छ नि। गफ लडाउँदैछौँ हामी, हेरेर काम सघाइरहेको छौँ नि, गरेर होइन नि। हेलो भनिदिनु यहाँ। हेलो गाइज, खै हेलो गाइज। क्षमा गरिदिनु त, क्षमा गरिदिनु न। ताली बजाउ नगर्ने। अहिले चाहिँ उसको मुड खराब छ है, उसले गर्दैन अरे। खराब त भइहाल्छ नि, बिहान बिहान नि मामाम दिनु छैन पकाएर नि सिटी लाग्दैछ भन्दिउँ न। आज मामुलाई त बिर्स्यो, माइजूलाई त झन् बिर्सिहाल्छ नि। मामुलाई त भर्खर हतार हतार ल नाना खानै बसेको छुइनँ भनेर उहाँनिर आत्तिनु हुँदैछ नि। बिर्सिहाल्छौँ है हामी, अलिक यस्तै छौँ है भनिदिनु न। अब यहाँ रेडी हुन्छ भान्जीको खाना नि। ल है, हाम्रो चाहिँ यता प्याज लसुन टमाटर तरकारी कटिङ हुँदैछ। हामी यहाँ मान्छे जनसङ्ख्या बढेको छौँ। यता दिमा देमाहरू पनि आइसक्नु भएको छ। यता हाम्रो दिवा पनि आइपुग्नु भयो। यता चाहिँ हाम्रो पूजाको तयारी गर्दै हुन्छ दिवाहरू। यता चाहिँ हाम्रो बुढी दिमाहरूको टपरा बुन्ने कार्यक्रम भइरहेछ धम्माधम। ल यता चाहिँ हाम्रो दिमा र नानाले घुमेको सेलरोटी पोल्दै हुनुहुन्छ है, गोलो होइन। ल है साथीहरू, हाम्रो चाहिँ पूजाको यहाँ सामानहरू नि रेडी भइसकेको छ भट्टाभटी। अझै नि यहाँ काटकुट कार्यक्रम चलिरहेको छ, रेडी हुँदैछ। यता दिमाहरू नि गफ गर्दै सबैजना टपरा बुनिरहनु भएको छ है। चाहिँ प्रसाद कटिङ भइसक्यो। अनि यो सुपारी चाहिँ चढाउनु पर्छ अरे राखेको, मैले काटेको साथीहरू। हात नि बजाइयो ल। ल सबैजना अब यहाँ भट्टाभट काम गर्दैछौँ, पूजाको तयारी हुँदैछ। ल साथीहरू, अब चाहिँ भने नुहाइधुवाइ कार्यक्रम सकेर आजको पूजाको लागि रेडी भइसक्यो। अनि आजको मेरो लुक यस्तो छ। अनि आफ्टर लङ टाइम बाद चाहिँ मैले सिन्दुर पनि लगाएको छु, तर खासै राम्ररी मजाले चाहिँ लाउनु आउँदैन, कहिले काहीँ लाउने भएर होला। अनि बाङ्गोटिङ्गो भइरहेछ। अब चाहिँ भने बाहिर के काम छ हेर्नुपर्ने हुन्छ। अब चाहिँ हामी बाहिर पूजामा जाँदैछौँ। साथीहरू, हाम्रो चाहिँ यहाँ पूजा नि स्टार्ट भइसक्यो। पूजामा आपा बस्नु भएको छ। यता भान्जी दिवा, यता भट्टाभट पूजा भइरहेको छ। अनि यहाँ पर दिमाहरू चाहिँ अझै नि टपरा गाँसिरहनु भएको छ। ल है साथीहरू, यहाँ रोटी चाहिँ ठुली कम्पनी भइरहेको छ है। हाम्रो चाहिँ भट्टाभटी ट्याक्कै ठुली नाना जस्तै रोटी पाक्दैछ। रोटी म चाहिँ फेरि दर्शक बसिरहेको छु है। ल यहाँनिर चियाको पनि व्यवस्था हुँदो रहेछ रोटी पोल्ने मान्छेलाई, होइन बहिनी? रोटी यहाँ रोटा हाल्दैछु नै ठुल्दाइले। रोटा यहाँ फन्ती घुमेको रोटा, घुमेको होइन बिचमा दुलो परेको रोटा। हो रहेछ दुलो परेका रोटा। यति भइसक्यो यहाँ बोरामा टनाटन। आफ्नो चाहिँ ढङ्गमा डङ हो रोटी पोल्ने, अनि यसरी पल्टाउने बस्ने। यस्तै छ है जिन्दगानी, नजान्नु जस्तो पिर्ने केही होइन रहेछ। लो ठुल्दाइले पोलेका रोटा।
है साथीहरू, यहाँ चाहिँ हाम्रो दिमाले घरमा वरिपरि बान्ने घर घेर्नको लागि बान्नुपर्ने सो परालको डोरी बाँड्दै हुनुहुन्छ दुईजनाले। है साथीहरू, हाम्रो चाहिँ यहाँ रोटीको डिपार्ट सकिसक्यो। अब भने यता तरकारीको डिपार्ट। तरकारीमा चाहिँ बन्दाकोपी र आलु। कुकम्यान चाहिँ हुनुहुन्छ आजको सेफ ठुल्दाई, होइन ठुल्दाई? अनि म चाहिँ दर्शक। ठुल्दाईलाई कस्तो पकाउनुहुन्छ अब यहाँ हेर्नु होला। भरे यस्तो अम्ला चाटी चाटी खाने खालको हुन्छ कि हुँदैन है त। अब त लाइन आएको छ हौ, मिक्सचरमा पिस्नुपर्छ। कस्तो छ ल, हाम्रो तरकारी पाक्न स्टार्ट भइसक्यो। तरकारी पछि अचारको पालो। पूजाको प्रसाद हो, सराप्दैन। ल है साथीहरू, हाम्रो चाहिँ पर तरकारी पनि रेडी भइसक्यो। यहाँ मसलाको लागि लसुन जिरा अदुवा कट हुँदैछ। अब चाहिँ हामी मसला बनाउने छौँ साथीहरू। मसला नि रेडी भयो। म चाहिँ जहिले यसरी पानी पनि हाल्छु सुक्खा नहोस् भनेर। अदुवा लसुन त्यसपछि जिरा, अनि यसलाई चाहिँ पनि लगाइदिने। अनि अब भने मिक्सचर काम सुरु मिक्सचरको है त। टेस्ट पनि बनिसकेको छ। यो मसला नि एक भाँडा रेडी भयो। ए साथीहरू, हाम्रो चाहिँ अब यहाँ चरु पर्ने बेला भएर उपासी बस्ने सबैजना बेला भयौँ। हातमा चरु पोल्ने छौँ। 9 चोटि पोल्नु पर्ने। ओ हेलो, 9 चोटि कस्तो लाग्यो? सबै सुवा भएन अरे भाउजू। सक्यो होइन? कतिचोटि भयो? अब एकचोटि त पुगेन मेरो त। लुलै हात मेरो 9 भयो। ल उपासी बस्नेले हामीले चाहिँ चरु पोलिसक्यौँ। ल दिमाले जल चढाउनु हुँदैछ। दिवा र दिमाले मिली कति 3 चोटि हो नि? हामी चाहिँ यो टपरामा ग्रह खेल्दैछौँ। म यहाँ बत्ती बाल्नुपर्छ अरे। मैले चाहिँ आफै बाल्नु पर्यो, तपाईँहरू दुम्माली परिवार जस्तै भइरहेको होला। यो लाइटरै दिन एउटाबाट बाल्नु हुँदैन होला हौ। म तपाईँलाई बालिदिन्छु, तपाईँ मलाई बालिदिनु। दुङमाली परिवार र ठकुरी परिवारको यहाँ 9 ग्रह झन्डै हिँड्दैछौँ। 3 चोटि घुमाउने। छिटो छिटो, यहाँ बलिसक्यो अहिले। 3 चोटि टाउकोमा घुमाएर। खोइ मलाई ए बाबाले बालिदिनु भयो। कहाँ बोलाइरहनु हो? पम्फा त अब भुलिदिनु भयो। सानो पो भन्नु हुँदैछ लास्टमा।
केमा काट्ने ओ दादी दादी यो 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 ए लु म चामल केलाउँदै गर्छु ल कति माना हाल्नु चामल ओ दादी के खाना बसाउनु त खाइनु अब हाम्रो गर्दा साथी हालिसक्यौँ अब यसलाई काट्नुपर्छ है नौगरा फालेको दिवाले काट्नु लानुहुन्छ अरे हामीले चाहिँ हेर्नु हुँदैन अरे घर परिवारले सर्छ अरे त्यो नौगरा काटेर फाल्न लाग्नुभयो हामीले चाहिँ हेर्नु हुँदैन त्यही भएर अब चाहिँ हामी लुक्यौँ साथीहरू ढोका थुनेर भित्र अनि मेरो चाहिँ आँखामा ड्रप लाउँदा लाउँदै अघि गएको थिएँ नि त लाउनु पर्ने छ के गर्नु आँखा पीडित भयो हजुर गाह्रो छ है साथीहरू हाम्रो चाहिँ अब यहाँ आरती गर्ने बेला भइसक्यो सबैजनाले आरती गर्दैछौँ धमाधम मेरो चाहिँ एउटा हात ल्याउने भयो त्यही भएर मैले अब भिडियो चाहिँ गर्नुपर्ने हुन्छ सबैजना आरती लाउने भिडियो गरिदिने मान्छे हुनु भएन राईले शङ्ख फुकेको देख्नु भएको छैन भने हेर्नु है सबैजनाले राईकै पुरेत पनि हो नि फेरि यहाँ हाम्रो दिवा राईकै बाहुन हो हाम्रो पूजा चाहिँ लगभग सकिन लाग्यो सागको दिमा यता हुनुहुन्छ हाम्रो सागको दिमा हिरोनी दिमा नातिनीभन्दा तरुनी हुनुहुन्छ दिवाले त्यसै पट्टिनु भएको त दिवा त्यसै फस्नु भएको थियो चौरी परेको गाला मुस्कान हेर न मुस्कान त्यस्तै राम्रो छ ओहो कसलाई भनेको सुशीले ल दिवाले यहाँनिर शङ्ख फुक्दै हुनुहुन्छ हामी चाहिँ राईकै धाम के भन्नु राईकै पुरेत पढाउने गर्दछौँ राई नै हो दिवा पनि पढ्नुहुन्छ यसरी बाहुन पढाउने कल्चर छैन हाम्रोमा चाहिँ राई भएर राईकै बाहुन हो उहाँ चाहिँ हाम्रो पुरेत बा राईको चाहिँ यहाँ जय जयकार सुरु भइसक्यो मुन्टीहरूको यहाँ हल्ला सानो मात्र भए पो शान्ति 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 ओके अब आफ्नो आफ्नो आत्मालाई आफ्नो आफ्नो आत्मालाई अब के पनि खाना हुन्छ हैन ल साथीहरू अब चाहिँ हाम्रो पूजा लगभग अन्तिमतिर आइसकिसक्यो अनि मैले चाहिँ आज पूजामा बसेर खासै भिडियोहरू लिन पाइनँ नि त त्यो चाहिँ किनभने अब आफै पूजामा बसेर कसले भिडियो लिइदिने सबैजना काम गर्नुमा व्यस्त हुन्थ्यो सो मैले चाहिँ भिडियोहरू खासै लिन पाइनँ हल्का हल्का थोरै थोरै क्लिप्सहरू मात्रै दिएको छु अब चाहिँ हाम्रो दान दक्षिणाको पालो छ अनि म चाहिँ 1005 रुपिस राख्नेवाला छु टिका लगाउनु पैसा चाहियो पैसा चाहिँ अलिक कम नै राखेँ किनभने धेरैजनाले राख्नुपर्ने हुन्छ नि त अब आप्पा आमा बहिनीहरू सो मैले चाहिँ यो यति रेडी गरेको छु यो चाहिँ दिवाला अब हामीले दक्षिणा दिने टिका लाउने त्यसपछि चाहिँ हाम्रो आजको पूजा नै यही समाप्त हुन्छ होला साथीहरू हेर्दै गर्नु होला हाम्रो चाहिँ अब पूजा पनि अन्तिम भइसक्यो दान दक्षिणा तयारी अब दान दक्षिणामा पूजा गरेर हामी चाहिँ दान दक्षिणा दिनेछौँ त्यसपछि हाम्रो टिका लाउने कार्यक्रम अनि सकिन्छ हाम्रो आजको पूजा त्यसपछि प्रसाद खाने कार्यक्रम सुरु हुन्छ बाबाको मुनि आमा आमाको मुनि तपाईँ बहिनी
अनि अब माइली कान्छी कहिले हुँदैन खाली बोलाउनु पर्छ अनि होइन उता काममा जानु टिका लगाइदिनु बाजेले अब आज कान्छीलाई बोलाएको जतिखेर पनि बोलाकै भन्दैछ यसो यसो गर्नु न त तिल जाउँ तिलजाउले यसो नभिजाउनु अलिअलि हो त्यहाँ दान दक्षिणामा ल आमा पनि छुनु न सँगै आपालाई ए खै चुरा लगाइदिँदैन कि क्या हो पुसैले त माला पनि लगाइदिँदैन कि क्या हो अब दिवाली टिका लगाइदिँदा होला नि हामीलाई दौरो बाँधिदिने त अब बता होइन अहिले छैन दिइहाल्नु न दक्षिणा सकिहाल्नु यो गरिदिनु अनि लाउने होला नि त टिका होइन र ए लु पूजाको अन्तिम घडीमा आइपुग्यो आप्पाको लागि यहाँ माला बनिँदैछ मन्त्र भनेर गाँठो पारेर मैले बिर्सिएँ यो गाँठो बान्नै लु फर्स्ट टिका लगाइदिनुहुन्छ टिका लाउनुहुन्छ अनि ढोक्दिनु तपाईँको तोरो लाउनु नि त पनि ल यो मेरो पुरानो फाल्नु पर्ने यो पुरानो आफै निकाल्नु त दिवालाई दिनु दिवाला अनि टिका लगाइदिनु नि दिनु काले राईको तर्फबाट र मेरो नातिनीको तर्फबाट काले राईको मेरो भागबाट दिवा हाम्रो शान्ति म पनि अब मेरो पालो आयो दिवा अब बहिनीको पालो आयो है बहिनीको पालो यता के अरे चन ठकुरीको परिवारको पालो आयो अब ल यता सेना मेना नि टिका लाएर खुसी भइसकिसके सेना मेना जिस्किनु हुँदैन नानी हेर न केटाकेटीलाई आज यस्तो दसैँ आइरहेछ कि यता छिन् फेरि अर्को सबसे ठुलो मान्छे हो टिकी लाएर कति माम्बी हुनुभएछ नि साक्कुसँग बचेर नि साक्कु दिमासँग बचेर वाउ ताली बजाऊ छिटो ताली बजाऊ ओ गुड गर्ल तित कोही तित पनि रहेछ मेरो भान्जीको नि यतिको ज्ञानी छ हौ सन्तोकिनी छ ल अब चाहिँ लगभग टुङ्गिन लागिसक्यो पूजा साथीहरू यहाँ चाहिँ तरकारी नि पाकिसकेछ हामी चाहिँ पूजामा व्यस्त भइयो यता तरकारी नि पाकिसकेछ अनि यता अचार नि पाक्दैछ टमाटर मटरको माइजू भान्जी आगो ताप्दै बस्ने यहाँ नि पानी आएर चिसो चिसो मौसम भइरहेछ भनिदिनु न यता पाक्दैछ हाम्रो अचार रोटी प्रसादहरू बाँड्ने सुरु भइसकिसकेको छ तरकारीहरू है हाम्रो चाहिँ यहाँ प्रसाद रेडी हुँदैछ डोकोमा भट्टाभट नानाहरूले यहाँ बहिनीहरूले
प्रसाद रेडी गर्नु हुँदैछ पूजाको प्रसाद भरे चाहिँ यस्तै हो पठाउने ल प्रसाद आज पूजाको प्रसाद बाँड्ने कार्यक्रम भइरहेछ बटाबट यहाँ प्रसाद खाँदै हुन्छ दिवाहरू पनि पानी आएर पो बिग्रेको छ त हौ पूजाको बेलामा यस्तो पानी आएर यहाँ हाम्रो छन् सेना मेनाहरू ठुलो ठुलो पाहुनाहरू आजको यहाँ प्रसाद खाँदै लडाइँ गर्दै यता दिवाहरू नि प्रसाद खानु हुँदैछ ल सबैजना मिलेर के खाने साथीहरू म चाहिँ कम्ती मात्रै आँटेको छु है प्रसादहरू ल अब म चाहिँ टपरामा अर्ग्यानिक तरिकाले प्रसाद खान थाल्ने भान्से चाहिँ चेन्ज भइसक्नु भएको छ ठुल्दै मेरो चाहिँ खाने पालो अब मस्त अर्ग्यानिक टपरामा ल है साथीहरू मेरो चाहिँ माइतीबाट मेरो प्यारी प्यारी मम्मी नाना प्लस भेना आइसक्नु भएको छ अनि यता हाम्रो सानी पनि हुनुहुन्छ नि प्रसाद खाँदै हुन्छ हाई कोही कोही प्रसाद खान आउँदै हुनुहुन्छ कोही जाँदै हुनुहुन्छ यता हामी पनि फुपू भदैनी जाँदैछौँ नि यस्तै चलिरहेको छ है सबैजना के भयो गाडी किन नल्याउनु भएको कोही जाने कोही नजाने यति छ है यति हामी यही सुपारी बगान कुद्दैछौँ है यही न भाइ भर्खरको बेहुला बेहुली हो कि क्या हो अगाडि चाहिँ सासु आमाको छेउमा नि के साह्रो बेहुला बेहुली जोडेर हिँडेका हौ नि ल अब चाहिँ जानु भयो बाई बाई सानी बाई ओहो ल अब चाहिँ मम्मीहरू पनि गइसक्नु भयो साँझ पनि परिसक्यो अब गाउँको यसो अलिअलि 2-4 जना प्रसाद खान आउनु बाँकी छ आउनुहुन्छ होला त्यसपछि हामी खानासाना खान्छौँ आजको दिन चाहिँ यस्तै भयो साथीहरू ब्लग त स्टार्ट गरेँ कि मैले बिहान तर कन्टिन्यू नै गर्न पाएन कि अब घरमा यता काम गर्दा उता काम गर्दा है अब मान्छेहरू हुनुहुन्छ अब पाहुना अरूलाई मात्रै काम लाएर आफू चाहिँ हेरेर बस्नु नि भएन अलिअलि सघाउनै पर्यो गर्नै पर्यो आफ्नै घरमा कार्य भएपछि अलिकति नभ्याइँदो रहेछ क्या साथीहरू बुहारी मान्छे घरमा पो पहिले दङ्ग्याएर सुतेर बस्दा नि हुन्थ्यो छोरी होइन अहिले त बुहारी भइएको छ अलिअलि गर्नु पर्यो साथीहरू यस्तै भइरहेछ हेर्दै गर्नु होला मेरो ब्लग स्टे ट्युन ल साथीहरू अब चाहिँ भन्ने रात पनि परिसक्यो एकदमै झमक्क भइसकिसक्यो सम्पूर्ण कामहरू सकेर खानासाना खाएर मुखसुख धोएर अब चाहिँ रेस्ट गर्नुपर्ने हुन्छ दिउँसो एकदमै धेरै थाकेको छ नि त अनि के काम गरेर थाक्यो भन्नुहुन्छ होला कि अब काम त अब घरमा आफ्नो घरमा कार्य भएपछि धेरै नै गरिन्छ होइन तर अब बुहारी भएर फेरि गर्दै जहिले भिडियो गरेर हिँड्ने पनि कुरा भएन होइन अनि हिँडेको पनि थिइनँ त्यही भएर मैले कामहरू गरेको भिडियोहरू चाहिँ प्रायः राखेको छुइनँ आफूले काम गरेपछि त कसरी भिडियो बनाउने भन्ने हुन्छ नि त अनि अब हाम्रो गाउँघरमा अब यसरी राखेर गरौँ इधर उधर भन्दा नि कति धेरै नक्कल पारेको भन्ने टाइपको हुन्छ होला जस्तो लाग्यो म फेरि त्यति धेरै गाउँमा बसेर सबैसँग घुलमिल अलिक मजाले भएको छुइनँ म भनेको अब कहिलेकाहीँ छुट्टीमा आउने हो त्यही भएर अनि मलाई अलिक अप्ठ्यारो लागेर म आफू कम्फर्टेबल नभएर चाहिँ नबनाएको हो साथीहरू होइन तर एकदमै थाकेको फ्री भइरहेछ अनि अब चाहिँ रेस्ट पनि गर्नुपर्ने हुन्छ अनि मेरो भिडियो पनि इन गर्नुपर्ने हुन्छ साथीहरू मेरो यति चाहिँ मेरो भिडियो हेरेर मन पराएर माया गरेर हेरिदिनु भएकोमा हजुरहरूलाई पनि मनदेखि नै धेरै धेरै धन्यवाद है अनि आजको ग्रह शान्ति घरको सत्यनारायणको पूजाले हाम्रो सम्पूर्ण परिवारको मात्रै नभएर मेरो प्यारो युट्युब फ्यामिलीको पनि घर परिवारलाई साथै हजुरहरूलाई एकदमै राम्रो होस् है सधैँ स्वास्थ्य होस् होइन अनि सुख शान्ति समृद्धि छाइरहोस् भन्न चाहन्छु र मेरो यतिन्जेलसम्म भिडियो हेरिदिनु भएकोमा फेरि पनि म हजुरहरूलाई मनबाट नै धेरै 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 धन्यवाद भन्न चाहन्छु साथीहरू हस् साथीहरू आजको भिडियो चाहिँ यति नै अन्तिममा चाहिँ लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सनु होला साथीहरू बाई बाई गुड नाइट